अनि एउटा चिया लिँदै मलाई एउटा भिडियो बनाउनु मन पर्यो, 2-3 कुराहरू तपाईँसँग सेयर गर्नु पर्यो है। लाइक हुन्छ नि, अब सधैँ है, सधैँ किन जहिले पनि एउटै डे टु डेली रुटिन फलोअप गर्नु, घरमै बसेर चिया बेडमा आरामले म्याट्रेसमाथि होइन। समटाइम्स वी हेभ टु डु दिस काइन्ड अफ थिङ्स है, लाइक वी हेभ टु कम इन हाइक राइड, आएर साथीहरूसँग बसेर मजाले होइन, एउटा ओपन इन्भाइरोमेन्टमा, एउटा दामी इन्भाइरोमेन्टमा, भलै अब ब्याकग्राउन्डमा दामी गीतहरू नबजेको होस् बक्समा होइन, चरा कराको आवाज होइन, त्यही माथि परनिर लेकको शान्ति इन्भाइरोमेन्ट एकदमै राम्रो भयो क्या, दामी खालको भाइब सिट गऱ्यो गाइस। त्यही माथि साथीहरू छ सँगै होइन, अनि आफूसँग एउटा राम्रो पोजिटिभ थिङ्किङको साथमा यसरी राम्रो जग्गामा आउँदाखेरि इट्स रियली फिल्स गुड क्या। अनि त्यही भन्दै तपाईँहरू पनि वेन एभर यु आर फिलिङ हार्ड टाइम, वेन एभर यु फिल डाउन द्याट टाइम हुन्छ नि, लाइक यु हेभ टु बी भेरी पेसेन्स, यु हेभ टु बी मोटिभेट यर सेल्फ होइन, हुन्छ नि त्यो टाइममा आफूलाई मोटिभेट गरेर हल्का पेसेन्सहरू राखेर अनि आफूलाई हल्का हुन्छ नि, यस आई क्यान डु इट भनेर त्यस्तो खालको एटिट्युडहरू फलोअप गऱ्यो भने चाहिँ आई थिङ्क देयर इज बिन लेस सुसाइड इन लाइफ है। अब अहिलेको टाइममा हेर्नुपर्दा सिक्किममा पनि निमरस नम्बर अफ सुसाइडहरू एडम्सहरू हुँदैछ, सुसाइडहरू गर्दैछ हाम्रो यङ्स्टरहरूले, किन भन्दाखेरि एन्जाइटी डिप्रेसनहरू हुँदैछ। अहिलेको यस्तो सिनारीहरू त्यस्तो भइरहेछ, त्यस्तो कुराहरूलाई अब बिर्सिनु लागि कतिवटा कुराहरूलाई ओभरकम गर्नु लागि चाहिँ लाइक वी हेभ टु डु दिस काइन्ड अफ थिङ्स है। साथीहरूसँग हाइकमा आएर मोबाइल फोनमा मात्रै बिजी नभएर है, लाइफलाई खालि मोबाइल फोनमा मात्रै सीमित नराखेर, रिलेसनसिपमा मात्रै सीमित नराखेर, लाइक वी हेभ टु हुन्छ नि एक्सप्लोर आवर सेल्फ एन्ड वी हेभ टु ट्राभल हुन्छ नि। जति हामी एक्सप्लोर गर्छ, जति ट्राभल गर्छ, त्यति हामीले त्यति मजा अब लाइफलाई बुझ्छौँ होइन, अनि लाइक वी क्यान अन्डरस्ट्यान्ड आवर सेल्फ इन अ गुड म्यानर। त्यही भन्दै थ्याङ्क सो मच गाइस, चियर्स। कुकुरहरू चाहिँ यतिको चाहिँ हुन्छ है, हिजो के भएको लोयल्टी